बढी हुनुहुन्छ तिनदारेको बढीले 6 महिना भयो अक्टोबरदेखि खानु भएको है बढी तपाईले दशैंको छेकदेखि खानु भएको बढीले यो एम्बेको प्रोडक्ट बढीलाई के प्रब्लम थियो भने बढीको यो दुईटै घोडा चाहिँ एकदमै सुन्निएर फुल हजुर के भएको थियो बढी तपाईको घोडामा के रे सुन्निएको थियो अन्त डाक्टरलाई देखाउँदाखेरि भन्यो कि उसको के रे हड्डीहरू सबै मक्किएको छ अपरेसन गर्नुपर्छ भने अन्त अब एउटा घुँडा भएको अपरेसन गर्ने पहिला त बादमा यो त अपरेसन पनि गरेको हजुर अन्त दुईटै खुट्टा अपरेसन गरेर म कसरी हिँड्नु भन्दाखेरि चाहिँ त्यो त हामी रिक्स लिनु सक्दैनौँ भन्दा चाहिँ मैले छोडेँ हजुर त्यहाँदेखि नेपाली दबाई गर्नु सुनादामै गएँ पाडे दबाई त्यसले चाहिँ यो अलिक कम्ती भएको थियो हजुर अन्त त्यसले कम्ती हुँदा त्यहाँदेखि पछि अब तिमीले मलाई देखेर भन्दाखेरि अन्त यो दबाई खानु यो बढीले चाहिँ खानु थाल्नु भएको चाहिँ यो दबाई न्युट्रालाइट डेली ओमेगा 3 क्याल्सियम भिटामिन डी यतिले चाहिँ बढीको आज यो दबाई खाएर चाहिँ कस्तो छ बढीको दबाई खाएर चाहिँ अहिले म अलिकति सिँढीमा चाहिँ लट्ठीको सहारा चाहिन्छ हो नभएदेखि चाहिँ त्यति हिँड्नु सक्छु तर साह्रो बेसी लामो हिँड्दा चाहिँ अस्ति बजारमा त्यो आधार कार्डहरू बुझाउनु जाँदाखेरि चाहिँ त्यो ओह्रालोमा हिँड्न परेर चाहिँ खुट्टा सुन्नियो पनि दुख्यो पनि अन्त मैले आफै नै सोचेँ बेसी चाहिँ हिँड्नु नहुँदो रहेछ अब भर्खर जोडिएको होला त्यसले गर्दा मैले मेरो खुट्टालाई चाहिँ रेस्ट नै चाहिने रहेछ भनेर चाहिँ अहिले चाहिँ त्यति हिँडेको छुइनँ अन्त र पनि बेसी हिँड्यो भने चाहिँ यहाँ पनि सुनिन्छ तर पहिला हेरी चाहिँ हजुर तपाईलाई एकदमै राम्रो छ पहिला हेरी चाहिँ धेरै राम्रो छ अन्तखेरि अब नानी त मलाई 6 महिना दबाई खानु भन्दा चाहिँ 6 महिनाको दबाई त अब भएन हुनु आट्यो तर तपाईँ 6 महिना भन्दा अगाडि जस्तो अवस्था थियो तपाईँको त्यो त्यस्तै छ कि अहिले त्यो भन्दा त अब राम्रो छ नि किनभने मेरो नाकको पनि न त यो दबाईले हो होइन मैले नाकको नि त भन्नुहुन्थ्यो अन्त कतिवटा कुरो भित्रको शरीरको टोइलेटहरूको त्योहरू पनि राम्रो हुन्छ एक टाइम मात्रै ठिक यसमा हुन्छ